के तपाईं पनि आफ्नो मोबाइलको स्क्रिन आफ्नो ल्यापटपमा सेयर गर्न चाहनुहुन्छ र तपाईंलाई तरिका थाहा छैन त्यो पनि बिना कुनै थर्ड पार्टी एप्सको एकदम सिम्पल छ मैले स्टेप बाइ स्टेप देखाउन गइरहेको छु पुरा भिडियो हेर्नु होला भिडियो मन परेमा शेयर लाइक पनि गर्नु होला कमेन्ट गर्नु होला कस्तो लाग्यो एकदम सजिलो छ तपाईको मोबाइलको स्क्रिन तपाईको ल्यापटप वा डेस्कटपमा कसरी शेयर गर्ने पुरै क्लियर छ जस्तो कि तपाई हेर्दै हुनुहुन्छ मेरो स्क्रिनमा एकातिर मोबाइलको स्क्रिन छ एकातिर कम्प्युटरको स्क्रिन पनि चलिरहेछ तपाईहरु पनि यस्तै तपाईको मोबाइलको स्क्रिन र आफ्नो डेस्कटपमा या ल्यापटपमा चलाउन चाहनुहुन्छ भने यो दिएको प्रोसेस फलो गर्नु होला एकदम सिम्पल छ प्रोसेस कुनै थर्ड पार्टी एप्स चाहिँदैन यसको लागि न केही डाउनलोड गर्नुपर्छ न केही यही भित्र सिस्टम हुन्छ सिस्टम जान्नु पर्ने मात्र छ के एकदम सिम्पल सिस्टम छ त्यो हेर्नु होला ध्यान दिएर है ल भिडियो सुरु गरौँ त अब यसमा तपाईले आफ्नो विन्डोजमा जाने सेटिङमा जाने सेटिङमा गएपछि सिस्टम यो सिस्टम दिएको ठाउँमा सिस्टममा क्लिक गर्ने सिस्टममा क्लिक गरेपछि तल बढ्दै जानु भयो भने यो प्रोजेक्ट टु दिस पीसी लेखेको ठाउँ छ नि त्यहाँ क्लिक गर्नु होला अनि यहाँ पहिला यो चेन्ज गर्नु होला अवेलेबल एभ्रीवेयर अन सिक्योर नेटवर्क यो भनेको तपाईको जुन पनि सिक्योर नेटवर्कमा तपाईको मोबाइल युज भयो भने मात्र कनेक्ट हुन्छ नत्र नहुने भएकोले यो सिलेक्ट गर्नु होला त्यसपछि यहाँ माथिले लन्च द वायरलेस डिस्प्ले एप टु प्रोजेक्ट टु दिस पीसी यहाँ क्लिक गर्नुभयो भने तपाईको यो इन्टरफेस खुल्छ वायरलेस डिस्प्ले खुलेपछि यसमा कनेक्ट गर्नलाई तपाईको मोबाइलमा माथिबाट स्विप गर्नु होला या सबैको छुट्टा छुट्टै सिस्टम हुन्छ अन्त नि हुन सक्छ यो तपाईले यहाँ हेर्न सक्नुहुन्छ यो स्क्रिन कास्ट लेखेको ठाउँ छ नि अलि ठुलो हेरौँ है यो स्क्रिन कास्ट लेखेको ठाउँमा यो स्क्रिन कास्टमा क्लिक गर्नुभयो भने अब अहिले यो बन्द हुन्छ मेरो अहिले मेरो चलिरहेछ त्यही भएर हैन हेर्नु बन्द भयो हैन अब यसलाई कनेक्ट गरौँ यो लन्च गरौँ अलि सानो गरौँ अब हेर्नु मेरो मोबाइल कनेक्ट हुन्छ कनेक्ट भयो नि मेरो फोन अब तपाईले आफ्नो फोनमा जे गर्नुहुन्छ त्यो सबै आउँछ यहाँ यसको लागि कुनै थर्ड पार्टी एप चाहिँदैन केही चाहिँदैन यदि तपाई ब्लगर हुनुहुन्छ भिडियो बनाइराख्नु भएको छ भने यहीबाट तपाईको क्यामेरा खोलेर पनि गर्न सक्नुहुन्छ भिडियो डेस्कटपमा अर्कै कुरा चलिरहेको हुन्छ उता भिडियो तपाईले आफ्नो वेबक्यामको युज गर्न सक्नुहुन्छ तपाईको डेस्कटप छ भने यो मोबाइलको वेबक्याम युज गर्नुस् हैन भिडियो बनाउनलाई सजिलो छ एकदमै मोबाइलको क्यामेरा राम्रो हुन्छ नि त मोबाइलको क्यामेरा खोल्ने अनि काम चाहिँ यता डेस्कटपमा गर्ने मोबाइलको क्यामेराबाट रेकर्डिङ हुन्छ तपाईले आफ्नो कस्तो रेकर्डिङ भइराछ त्यो पनि हेर्न मिल्छ अनि काम चाहिँ यता डेस्कटपमा भइराछ एकदमै राम्रो छ यो सिस्टम ट्राई गरेर हेर्नु होला र तपाईलाई कस्तो लाग्यो यो कमेन्ट गर्नु होला र साथै मेरो च्यानललाई फलो गर्नु होला भिडियो राम्रो लाग्यो भने शेयर पनि गर्नु होला धन्यवाद।